नीति तोकेर टुङ्गिन त ज्योतिष हुनु होइन के विषयमा चाहिँ कुरा बाँकी अड्क्या हो विषयको बारेमा धेरै विषयहरूमा छलफल हुन बाँकी छ जस्तो तपाईले यो चाहिँ क्याबिनेटबाट गर्देऊ भन्ने कुरा त प्रस्ताव गर्नु हो नि त प्रस्ताव गर्यौं तर त्यो डिसिजन नभइकन हामी सार्वजनिक नगर्ने भनेको छ साथीहरु नमस्कार धेरै समयपछि फेरि तपाईहरु समस्या आएको छु विगत लगभग करिब 1 महिना पुग्न लाग्यो शिक्षकहरू अहिले काठमाडौँ केन्द्रित आन्दोलनमा हुनुहुन्छ पूर्ववर्ती सरकारसँग गरेका सम्झौताहरू पूर्ववर्ती सरकार र शिक्षकबीच भएका सम्झौताहरू चाहिँ तत्काल कार्यान्वयन गर विद्यालय शिक्षा ऐन तत्काल लागू गर भनेर चाहिँ जो अहिले संसदीय समितिमा छलफलकै क्रममा छ त्यो माग गर्दै शिक्षकहरू अहिले आन्दोलन गरे करिब 1 महिना पुग्न लागिसक्यो यो भन्दा केही समय अगाडि शिक्षा मन्त्री रहनुभएका विद्या भट्टराईले पनि शिक्षकहरूको मागलाई लिएर चाहिँ अलि गम्भीर हुँदै शिक्षकहरूसँग वार्ता गर्ने पटक प्रयास पनि गर्नुभयो करिब 7 बुँदे चाहिँ सरकारले शिक्षकहरूको माग चाहिँ 7 बुँदामा केन्द्रित रहेर शिक्षकहरूको माग पुरा गर्ने भनेर एउटा खाका पनि तयार भइसकेको अवस्था थियो तथापि यो राजनीतिक घटनाक्रम निर्वाह के भन्ने त्यसलाई अचानक शिक्षा मन्त्री विद्या भट्टराईले आफ्नो पदबाट राजीनामा दिनुभएको थियो त्यो पदबाट राजीनामा दिनुभएको कारण चाहिँ स्वास्थ्य भनेर बताइए तापनि त्यो अलि गम्भीर विषय छ त्यो विषयमा हामी फेरि कुनै बेला अर्को समयमा छलफल गर्नेछौँ आज मुख्यतः यो शिक्षकहरूको आन्दोलनको विषयले लिएर अहिले नयाँ शिक्षा मन्त्री आउनुभएको छ रघुजी पन्तसँग हिजो अस्ति करिब 10 बजे रातिदेखि लिई करिब बिहानको 1 बजेसम्म 10, 11, 12, 1 करिब 3 घण्टा लामो छलफल आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालय मन्त्री नेतृत्व तहमा नै भएर करिब 3 घण्टा लामो छलफल भयो त्यसपछि बाहिरिने क्रममा शिक्षक महासङ्घका अध्यक्षले चाहिँ के भयो भनेर हामीले प्रश्न गर्दाखेरि अलि खुलेर जवाफ पनि दिनु भएन आन्दोलन कहिलेसम्म हुन्छ त भन्दाखेरि अब ज्योतिषी त होइन अहिले यो बेला टुङ्गिन्छ भनेर भन्न सक्ने अवस्था छैन भन्ने खालि गोलमटोल जवाफ दिनुभएको अवस्था थियो भने त्यसपछि हिजो फेरि साँझ करिब 8 बजेदेखि करिब 10 बजे 10, साढे 10 बजेसम्म फेरि शिक्षा मन्त्री अर्थमन्त्री गृहमन्त्री लगायत शिक्षा मन्त्रालयका पदाधिकारी मन्त्रालयका कर्मचारी र आन्दोलनरत शिक्षकका अध्यक्ष सहअध्यक्ष लगायतका आन्दोलन शिक्षक पक्षबाट पनि हिजो साँझ 8 बजेदेखि छलफल भएको थियो छलफल करिब 2 घण्टा लामो चल्यो त्यसपछि बाहिरिने क्रममा हिजो पनि सम्झौता चाहिँ सरकार र आन्दोलनरत पक्षबीच चाहिँ भएको छैन तथापि यो 12 को परीक्षा चाहिँ हामी रोक्दैनौँ भन्ने आन्दोलनका सहअध्यक्ष होइन शिक्षक महासङ्घका सहअध्यक्षले बताउनु भएको थियो तर पनि सम्झौता चाहिँ भइसकेको अवस्था छैन प्रश्न सोध्ने क्रममा हामीले तपाईहरुको माग चाहिँ के हो भनेर सोध्दाखेरि उहाँहरूले मागको विषय चाहिँ अब खुलेर बताउन चाहनु भएन मन्त्री परिषदले हाम्रो माग को विषयमा निर्णय गरिसके पश्चात मात्रै हामी हाम्रो मागहरू बताउँछु भनेर भन्नुभएको छ यो प्रविधि कस्तो सुन्दा पनि माग राख्ने तर जनता सामु चाहिँ आफ्नो मागहरू प्रस्तुत गर्नु हिचकिचाउने त्यस्तो माग चाहिँ के थियो जुन माग चाहिँ जनताले थाहा पाउनु हुँदैन भन्ने सोच शिक्षकहरूले राख्नु भएको छ त्यो विषयलाई लिएर चाहिँ यो सरकारसँगको शिक्षकको वार्ताको विषयलाई लिएर यो भिडियो बनाएको छु हेरेर प्रतिक्रिया दिनु होला धन्यवाद।
हजुरले अलिकति बोलिदिनु गऱ्यौँ। अब धेरै विषयहरू अलिकति थप छलफल आवश्यक छ। कहिलेसम्म टुङ्गिन्छ यो? अब छलफल गरौँ कहिले। यसै नीति तोकेर टुङ्गिन त ज्योतिष हुनु अहिले के विषयमा चाहिँ कुरा बाँकी अर्को हो? विषयको बारेमा धेरै विषयहरूमा छलफल हुन बाँकी छ। केही विषयहरूमा छलफल अलि बुझिने गरेर भने नि सर यो अलि मैले कम गर्ने कुरा भयो क्या यो। अब बुझिने आज टुङ्गिने भन्ने यस्तो कुरा थियो। होइन त्यो कसले भन्यो? मैले त तपाईँलाई त्यसो सरकार पछाडि त्यस्तो कुरा छलफल गरेँ। मैले त्यसो भनेको छैन। आन्दोलन भोलि आज जस्तो चाहिँ त्यस्तै हिसाबमा जान्छ यो मोडालिटी चाहिँ। भोलि त आन्दोलन जारी नै छ। यही अहिलेको मोडालिटी नै हुन्छ। छलफलमा संवादमा पनि छौँ। आन्दोलन त जारी नै छ। छलफल र संवादबाट निकास निक्लेपछि मात्रै आन्दोलन। भोलि टुङ्गिने सम्भावना कतिको छ? खोइ त्यो चाहिँ मैले भन्न सक्दिनँ। हामीले आन्दोलनले माग गरेका कुराहरू एड्रेस हुने स्थिति भयो भने टुङ्गिन्छ, भएन भने टुङ्गिँदैन है त। थ्याङ्क यू। हजुरले बोलिदिनुहुन्छ भने जानुभयो। सरकार टिभी नेपाल प्रेस। हाम्रो वार्ता सकारात्मक रूपले अगाडि बढेको छ। केही विषयहरूलाई हामीले फाइनल गर्नु बाँकी छ। केही कामहरू बाँकी छन्, त्यो भोलि हामी गर्छौँ। अहिलेसम्म वार्ता सकारात्मक रूपले अगाडि बढेको छ। कुराकानी सकारात्मक रूपले अगाडि बढेको छ। यो 12 एक्जाम रोकिने सम्भावना कति हुन्छ? होइन, एक्जाम गर्ने लाइनमा छौँ हामी। सक्छौँ होइन? भोलिसम्ममा त टुङ्गेला नि। अब अहिले एकदमै सकारात्मक रूपले अगाडि बढेको छ होइन। त्यसमा हामी सरकार एकदम गम्भीर भएर लागेको छ समस्याको समाधान गर्न। मलाई लाग्छ सकारात्मक रूपले अगाडि बढेको छ र सकेसम्म छिटो यसलाई टुङ्ग्याउने पक्षमा हामी छौँ। थ्याङ्क यू। ठिकै रहेछ सर हजुरको जवाब। केही भएन? पत्रकार भएपछि पनि दुःखले गर्दा कहाँ 5 बजेदेखि 5 बजेदेखि 1 बजेसम्म खेल्छ सर हामी। हाम्रो छलफल जारी छ। अहिलेसम्मको छलफल एकदम सकारात्मक दिशामा अगाडि बढेको छ। छिटोभन्दा छिटो हामी यसलाई चाहिँ टुङ्ग्याएर अगाडि बढ्ने हाम्रो प्रयत्न छ। अब शिक्षक साथीहरूले पनि त्यही दिशामा प्रयत्न गर्नुहुन्छ र सकेसम्म छिटो हामी यसलाई साझा सहमतिका आधारमा टुङ्ग्याउँछौँ भन्ने मलाई विश्वास छ। भोलि शिक्षकहरू सडकमा आउने अवस्था हुन्छ कि हुँदैन? अब त्यसको तपाईँले दुईवटा कुरा के भने शिक्षकहरूसँग सम्बन्धित प्रश्न शिक्षकहरूसँग सोध्नुहोस्। उहाँहरूको तर्फबाट दिने प्रश्नको उत्तर मैले दिएर हुँदैन। सरकारको तर्फबाट म के भन्छु भन्दाखेरि हामी शिक्षकहरूसँग वार्तामा छौँ। त्यो वार्ता सकारात्मक ढङ्गले अगाडि बढेको छ र सम्भव भएसम्म हामी त्यसलाई सकेसम्म छिटो टुङ्ग्याउने प्रयत्नमा छौँ। सहमति भयो भन्ने अर्थमा सोधेँ मैले। क्याबिनेटबाट हल गर्न सकिने बुदाहरूको बारेमा छलफल गर्ने आज र अरू चाहिँ फेरि भोलि बाँकी चाहिँ हामी छलफलमा जुट्ने भनेर उठाएको छौँ। त्यो बुदा भने के हो? क्याबिनेटले निर्णय गरेपछि मात्रै होइन, क्याबिनेटले गरिदिनु पर्ने चाहिँ के हो त? अब यसो हो त्यो त भोलि डिसिजन भइसकेपछि बोल्छ भने होइन। जस्तो तपाईँले यो चाहिँ क्याबिनेटबाट गरिदेऊ भन्ने कुरा त प्रस्ताव गर्नु यस्तो प्रस्ताव गऱ्यौँ, तर त्यो डिसिजन नभइकन हामी सार्वजनिक नगर्ने भनेको छ। हजुरसँग एकदम स्पष्ट भोलि बेलुका पाइहाल्नुहुन्छ। होइन त्यो त बुझ्यो। तपाईँहरूले राखेको त्यो क्याबिनेटले यो गरिदियो हुन्थ्यो भन्ने कुरा नि तपाईँले नभनिसकेपछि होइन। भोलि बेलुका आउँछ हजुरहरूलाई मिडियामा सर्लकै हामी भन्नु ल। क्याबिनेटले निर्णय गरेपछि चाहिँ 12को इक्जाम के हुन्छ? परीक्षाप्रति हामी असाध्यै जिम्मेवार छौँ। विद्यार्थीको परीक्षा हुन्छ। भोलि तपाईँहरू फेरि गिरफ्तारी दिने इनिसिएटिभ क्षेत्र तोड्ने भन्ने कुरा थियो नि, त्यो के हुन्छ? तपाईँहरू हल्ला कुरा गरेर हुन्छ।
होइन तपाईँले निर्णय नै गरे हो नि त्यो त होइन कोहीले निर्णय नै भएको छैन आज नै गर्ने भन्ने कुरा थियो होइन त्यसको निर्णय नै भएको छैन हामीले निर्णय गरेर गर्ने भनेको छौँ होइन कतिपय आन्दोलनमा हजुरहरूले बुझिहाल्नु भएको छ टिचरको आन्दोलन भएर मात्रै हो अरूको आन्दोलन भएर